यो नेपालको एक मात्र यस्तो मन्दिर हो जुन भगवान महादेवको लागि भनेर बनेको छ, त्यो पनि 5 तलाको। महादेवको यस्तो अग्लो मन्दिर नेपालको अन्य कुनै पनि ठाउँमा छैन। पाटन दरबार क्षेत्रबाट 200 मिटर उत्तरपट्टि अवस्थित कुम्भेश्वर महादेव मन्दिर पाटनको प्राचीन धार्मिक एवं ऐतिहासिक धरोहर हो। कुम्भ अर्थात कलशबाट उत्पत्ति हुनु भएकोले कुम्भेश्वर नाम रहन गएको हो। तल जल हुनुहुन्छ अनि माथि भगवान हुनुहुन्छ। 1392 ईस्वी सम्वतमा राजा जयस्थिति मल्लले निर्माण गराउनु भएको यो मन्दिरले मध्यकालीन नेवार वास्तुकलाको अद्भुत उदाहरण प्रस्तुत गर्छ। मन्दिरको गर्भगृहमा एउटा स्वयम्भू शिवलिंग छ भने परिसरमा पवित्र कुम्भेश्वर पोखरी, विभिन्न देवी देवताका मन्दिरहरू पनि रहेका छन्। कुम्भेश्वर मन्दिरको छेउमै बंगलामुखी मन्दिर, उल्मन्त भैरव र 2 हिटीहरू सहित धेरै संरचनाहरू समावेश छन्। मन्दिरको ठीक पछिल्लोतिर कोन्ती तीर्थ रहेको छ। यहाँको पानीलाई गोसाईकुण्डको पानी जत्तिकै पवित्र मानिन्छ। कुम्भेश्वर महादेव परिसरमा सर्वसाधारणहरूले पूजा लगाउन, लाखबत्ती बाल्नको लागि त्यहाँ मन्दिरको समितिसँग स्वीकृति लिनु पर्दैन। यसकारणले गर्दा पनि यस क्षेत्रमा पूजापाठ लगाउने भक्तलुहरूको ठूलै घुइँचो देखिन्छ। यस्तै रमाइलो अनि जानकारीमूलक भिडियोहरू हेर्नको लागि हामीलाई फलो अनि सब्स्क्राइब गर्नुहोला।